साथीहरु तपाईहरुले फेसबुक चलाइराख्नु भएको छ भने तपाईले फेसबुकलाई मोनेटाइज गर्न सक्नुहुनेछ। सबैभन्दा पहिला हामी तपाईको फेसबुक कस्तो छ भनेर चेक गरौँ है त। चेक गर्नको लागि तपाई आफ्नो प्रोफाइलमा जानु होला। त्यसपछि सिम्पली आफ्नो प्रोफाइल ड्याशबोर्डमा जानु होला। ड्याशबोर्डमा गइसकेपछि त्यहाँनेर पेज रिकमेन्ड भन्ने हुन्छ। त्यहाँनेर गइसके पश्चात साथीहरु हरियो टिक देख्नु भयो तपाईको प्रोफाइलमा भने सम्झिनुस् तपाईको आईडी एकदम फ्रेश छ, राम्रो छ। अब यहाँनेर प्यालोमा देख्नु भने सम्झिनुस् तपाईको आईडी थोरै बिरामी भइरहेको छ र तपाईको रातो टिक लागेको छ भने सम्झिनुस् तपाईको आईडीलाई ज्वरै आइसकेको छ, कुन दिन सुत्न बेर लाग्दैन। त्यसैले गर्दा साथीहरु फेसबुक सम्बन्धी एटुजेड जानकारी र अपडेट पाउनको लागि हामीसँग जोडिनु होला। म दैनिक तपाईहरुलाई सिकाइरहेको छु र प्रत्येक मैले पार्ट गर्दै फेसबुक सम्बन्धीको भिडियो पनि लिएर आएको छु। तपाईहरुले फेसबुक मोनेटाइज गराउन चाहनुहुन्छ नेपालबाटै भने सो तपाईहरुले गराउन सक्नुहुनेछ। सो आरपीबी टेक्निकल युट्युब च्यानलमा गएर तपाईहरु जोडिनु होला। मैले त्यहाँनेर पार्ट गर्दै भिडियो हालिरहेको छु। सो यो चेक गरिसके पश्चात साथीहरु तपाईहरुले एउटै कन्टेन्टमा रहेर भिडियो बनाउनु होला। एउटै कन्टेन्टमा भिडियो बनाउनु भयो भने तपाईले त्यहाँनेर क्याटेगोरी पनि सिलेक्ट गर्नु होला। त्यो क्याटेगोरी सिलेक्ट गरिसके पश्चात साथीहरु तपाईहरुले अरुको कन्टेन्ट छ भने त्यसलाई नहाल्दिनु होला। त्यसलाई डिलिट गरिदिनुस् अहिलेदेखि। त्यसले फाइदा दिदैन। तपाई सही तरिकाले नेपालबाटै मोनेटाइज गर्न चाहनुहुन्छ भने यो आरपीबी टेक्निकललाई फलो गर्दै अगाडि बढ्नु होला। सो नेपालले इलिजिबल भने दिएको छैन, तर तपाईले बाहिरको लोकेसन राखेर मोनेटाइज गर्न सक्नुहुनेछ। सो साथीहरु बाँकी बुझ्नको लागि आरपीबी टेक्निकल युट्युब च्यानलमा भिजिट गर्नु होला। थ्यांक यू।